म चाहिँ हजुरलाई आज भन्नु गइरहेको छु वाइ आई स्टार्ट युट्युब च्यानल भनेर मलाई चाहिँ युट्युब लाइक ब्लगहरू हेर्नु एकदम मनपर्छ नि त। म मोस्ट अफ द टाइम म सर्फ जोशीको ब्लगहरू हेरिरहन्छु अनि म पनि आफ्नै ब्लगहरू हेरेर लाइक वाउ लाइक होस् न हुन्थ्यो आफूलाई आफै मलाई अरूलाई पनि आफूलाई आफ्नै भिडियोहरू अनि आफूले बनाएको कति कुराहरू हेर्नु एकदम मनपर्छ नि त। त्यही भएर अनि भोलि पर्सि गएर म जब लाइक ओल्ड हुन्छु अनि त्यो टाइममा यही भिडियोहरू हेरौँ अनि म पहिला कति धेरै लाइक क्रिएटिभ थिएँ भनेर भनौँ भनेर चाहिँ द्याट्स वाइ आई स्टार्टेड युट्युब च्यानल। सो yes and this is the video where I'm gonna only talk, okay? So आजको टपिक छ why we should walk away sometime. This is our topic. यो चाहिँ मेरो रिसेन्ट इन्सिडेन्ट्समा भएको कुरा माई रिलेटेड छ एकदम ओके। फ्रम फ्यु डेदेखि नै आई हेभ लट अफ थिङ्स इन माई हेड अनि लट अफ थिङ्स ह्यापन्स इन माई लाइफ। सो धेरै कुराहरूको स्ट्रेस कामको लाइक जबमा पनि लाइक अफिसमा पनि लाइक लट अफ वर्क अनि आफ्नो लाइफ पनि अफकोर्स वी अल हेभ लट अफ थिङ्स। सो त्यो कारणले गर्दा आई हेभ लट अफ स्ट्रेस। अनि जब म दमक गएको थिएँ मेरो अलिकति काम भएर अनि फर्किँदाखेरि चाहिँ त्यहाँतिर अनि एउटा हाम्रो म्याजिकमा चाहिँ हुन्छ नि म्याजिकहरू आउनु जाँदा हुन्छ नि त्यो म्याजिकमा चाहिँ एकदम धेरै प्याक थियो। अनि म म्याजिकमा नचढ्ने भन्दा नि त्यहाँको ड्राइभरले चाहिँ अब अफकोर्स उनीहरूलाई त पैसा चाहिन्छ नि त त्यो कारणले अनि मलाई म्याजिकमा चढाउनु भयो। म्याजिक चाहिँ एकदम नै फुल थियो लाइक लिटरली सो फुल लाइक एउटा बस्ने मान्छे नि थिएन। म यस्तो ढोकाको हुन्छ नि यस्तो झ्यालको जस्तोमा बाहिरमा बसेर यसरी अडेर म आएको थिएँ अनि मलाई यति अनकम्फर्टेबल भएर थियो त्यहाँ बस्नु यति आई फिल सो रिग्रेट लाइक वाइ आई क्यान अफोर्ड अर्कै कुनै राम्रो लाइक कुराबाट घर जानु भनेर बट स्टिल लाइक वाइ आइम हियर लाइक हुन्छ नि त्यो टाइपको अनि लट अफ थिङ्स ह्यापन्स अलरेडी स्ट्रेस थियो नि प्लस थपिँदा आई फिल सो अनग्रेटफुल हुन्छ नि। अनि जब म बाटोमा आउँदै थिएँ त्यहाँ चाहिँ त्योभन्दा अलिकति अगाडि ट्राफिकहरू हुन्छ नि पुलिसहरू चेक गर्ने हुनुहुन्थ्यो अनि त्यो आउँदाखेरि चाहिँ नि म जहाँ बसेको थिएँ त्यसको यता बाहिर चाहिँ 3जना दाइहरू नि झुन्डेर बसेको थियो प्लस म पनि झुन्डेर बसि नै रहेको थिएँ। अनि जब त्यो ट्राफिक आउनुभन्दा अलिकति अगाडि 3जना दाइहरू उत्र्यो त्यो चाहिँ निकै अगाडि अनि त्यसपछि म पनि एकजना दिदीको काखमा बसेँ जस्तो गरेर अलिक परसँग गएँ अनि त्यहाँदेखि म फेरि त्यहीँ आएर झुन्डेर बसिरहेको थिएँ अनि आई फिल सो अनग्रेटफुल आई फिल सो लाइक वाइ अनि म आफूलाई आफै लाइक क्वेसन गरेँ लाइक यस्तो हुँदैन वाइ आइम हियर लाइक वाइ आइम सिटिङ हियर स्टिल भनिकन म जसरी यसरी बसेको थिएँ नि अडेर त्यहाँदेखि निकै एन्ड देन म अगाडि गएर ड्राइभरलाई फुल पे गरेँ। निकै तल उत्रे पनि मैले फुल पे गरिकन म चुपचाप लाएर हिँडेँ क्या। त्यहाँदेखि मैले इयरफोनमा मेरो फेभरेट गीत लगाएँ एन्ड देन आई जस्ट वक अवे आई डोन्ट केयर भनिकन मलाई 30 मिनट 40 मिनट हिँडेर नि घर पुग्छ नि अफकोर्स म हिँडेर जान्छु भनिकन म हिँडेर गएँ एन्ड देन म हिँडेर गएपछि अलिक पछि त्यो दाइहरू आएछ एन्ड देन अनि त्यो म्याजिक पनि गयो अनि त्यहाँको मान्छेहरूले मलाई हेरेर हाँसिरहेको थियो क्या बोल्नु हा गरेँ अफकोर्स। अनि म यत्तिकै हिँडिरहेको थिएँ अनि हिँड्दा अनि त्यसपछि धेरै चाहिँ वान गाएँ म एकदिन देखेको थिएँ अनि ऊ आइकन लाइक उसको बाइक आयो अनि मतिर हेरेर स्माइल गरेर आऊ बस्छ म तिमीलाई घरसँग पुऱ्याइदिन्छु भने आई डोन्ट नो यस म्याम अनि आइसक्यो थ्याङ्क यू भनेर म नि उसले मलाई त्यो म्याजिकले भन्दा अगाडि घरसँग पुऱ्याइदिएको थियो लाइक म्याजिक त पछाडि नै थियो लाइक छिट्टो लाइक एकदम छिट्टो घरसँग पुऱ्याइदिएको थियो लाइक सो ग्रेटफुल हुन्छ नि लाइक उहाँ थ्याङ्क यू भने मैले उसलाई त्यसपछि अनि जब म घरमा आएँ यो कुराहरू सोचिरहेको थिएँ अनि आई फिल वाउ लाइक वाउ हुन्छ नि कहिलेकाहीँ त्यो कुराहरू इन्सिडेन्ट्सहरू भएर हुन्छ नि हामीले त्यो कुराहरूलाई लाइक मलाई त हो भनेर हामी इग्नोर गरेर हाल्छौँ नि तर त्यो कुराहरूले हामीलाई कति कुराहरू सिकाइरहेको हुन्छ हामीलाई थाहा नै हुँदैन। अनि यदि हामी कहिलेकाहीँ यस्तो सिचुएसनमा बसिरहेको हुन्छौँ लाइक कहिलेकाहीँ हामी यस्तो टक्सिक मान्छेहरूसँग बसिरहेको हुन्छौँ कहिलेकाहीँ हामी यस्तो टक्सिक रिलेसन या टक्सिक फ्रेन्डसिप या टक्सिक जब कुनै पनि कुरामा लाइक बसिरहेको हुन्छौँ किनभने हामीलाई फिल हुन्छ कि देयर इज नो अदर अप्सन लाइक वी डोन्ट ह्याभ एनी अदर अप्सन हुन्छ नि जेमा छ अब एटलिस्ट वी ह्याभ भनेर हामी कति कुरामा स्टक भइरहेको हुन्छौँ नि त्यहाँको त्यहीँ
त्यो एकदम गलत रहेछ हुन्छ नि किनभने हामीले यदि त्यही कुरामा बसिराख्नु त्यही कुरामा अडिराख्यो भने हाउ वी नो कि द्याट इज लट अफ गुड थिङ्स फर अस भनेर सो जब म त्यो म्याजिकमा यस्तो नराम्रो सिचुएसनमा बसिरहेको थिएँ अनि आई फिल नो लाइक यो त म यसरी त नो वे भने जब म नो आई डिजर्भ मच बेटर देन दिस भने जब म वक अवे भएँ द्याट आई डिजर्भ मच बेटर देन like God give me help. So sometimes we have to walk away from situation. Like if you're in a very bad and like यदि तपाईँहरू कुनै नराम्रो सिचुएसन या कुनै टक्सिक रिलेसन भन्नुहुन्छ just walk away. यदि कुनै नराम्रो जब या कुनै लाइक कुरामा छ भने just walk away. किनभने जब walk away गरिन्छ तब पनि हामीलाई थाहा हुन्छ कि like what we deserve भनेर. So पानी परिरहेको छ of course. So त्यही भएर कारणले I will tell you guys walk away. Sometimes we have to walk away to get our much better things. So यति नै थियो आजको लागि भन्नु चाहिँ अनि हामीलाई भोलि चाहिँ एक्जाम धेरै भोलि भन्नु पऱ्यो भने भोलि चाहिँ अफिसमा म आई थिङ्क म अलिअलि गाली खान्छु होला भनेर बट ओके किनभने मेरो एउटा गल्ती नै थियो नि त त्यो कारणले कहिलेकाहीँ हामी यस्तो गल्तीहरू गरेर हान्छौँ अनि त्यो गल्तीहरूले गरेर जब हामीले पनिसमेन्ट पाउँछौँ नि त्यो बिचमा चाहिँ हामीलाई लाइक दिमाग चल्छ सो समटाइम्स आई डिड लट अफ थिङ्स अनि तर भन्नाले लाइक मेरो ब्रेन चाहिँ कस्तो छ भने जब पनि म कुनै प्रब्लम लाइक कुनै कामहरू बिगार्छु नि अनि त्यो बिगारेपछि लाइक when I realized I have to like admit that things and त्यो कुरालाई कसरी सल्भ गर्नु भनेर म त्यो कुराहरूमा लागिहाल्थेँ so I did a lot of mistake in my office so I have to improve those things so yeah and यति नै थियो आजको लागि भन्नु I don't think you hear my voice किनभने एकदम पानी परिरहेको छ so कहिलेकाहीँ walk away गर्नु is the best options so walk away जुन मेरो यो सेतो देख्नु भइरहेको छ नि यो चाहिँ राइस हो मैले चाहिँ मलाई अस्तिदेखि हुन्छ नि एकदम आफू एकदम लाइक खाली भइरहेको छ जस्तो लागिरहेको थियो नि त अस्ति पौडीखिन गएदेखिको त्यो भएको कारणले मैले यो राइसमा पानीहरू हालेर अनि ग्राइन्डरमा उयो गरेर राति लाउने गरेको छु सो आई वान्ट फ्रेस स्किन भन्नु पऱ्यो भने म पहिला एकदम धेरै लाइक डार्क स्किन थियो नि त आई हेभ अनि त्यसपछि मैले कति धेरै के फेसमा लाएर बल्ल लागि गोरी भएको थिएँ अनि आई डोन्ट हेभ बी भेरी डार्क स्किन ओके किन आई लभ डार्क स्किन तर फर माई face or whatever I want face skin okay so I don't know why but I feel so alive right now and I feel so light right now I feel like some things like from my heart like go just and then yeah I just talk to myself here so that's why guys अनि भोलिको लागि एकदम धेरै म एक्साइटेड छु के हुन्छ होला अफिसमा भनेर by the way our madam is really like nice woman okay so it's really nice woman it's so strong and I respect her a lot do you know guys जो मान्छेहरू लाइक जो गर्ल्सहरू एकदम धेरै स्ट्रङ हुन्छ जो गर्ल्सहरू एकदम धेरै लाइक स्ट्रङ पर्सनालिटी हुन्छ उनीहरूसँग दे आर अलवेज लाइक guys yeah because I see a lot of women who like really like empower गरेर हुन्छ अरूलाई चाहिँ एकदम धेरै मोटिभेट गरेर हुन्छ एकदम धेरै हुन्छ नि लाइक त्यो पोजिसनमा हुन्छ कि जुन पोजिसनमा उनीहरू बसेर लाइक अरूलाई हुन्छ नि लिड गर्न सक्छ अनि त्यो मान्छेहरू एकदम धेरै त्यो गर्ल्सहरू एकदम लाइक उनीहरू एकदम धेरै लाइक उनीहरूको जुन भोइस टोन हुन्छ नि उनीहरूको लाइक एकदम सार्प हुन्छ क्या जब फर्स्ट टाइम उनीहरूको भोइसहरू सुनिन्छ नि इट साउन्ड सो रुड तर फेरि स्लोली त्यो लाइक we don't feel any rude. By the way, a lot of people think I'm rude भनेर you know there is a lot of मेरो बहिनीको साथी मेरो भाइको साथीहरू मेरो घरमा आउँदैन थियो because they think I'm rude like I'm so छुच्ची भनेर by the way I'm kind of I don't know I'm छुच्ची कि नछुच्ची भनेर
धेरै त मलाई छुच्ची नै भनेर हुन्छ आइरन थिङ तर म छुच्ची छु भनेर मलाई त लाग्दैन त्यति धेरै अहिले चाहिँ लाग्छ तर म अहिले चाहिँ भइसक्छु छुच्ची नहौँ भनेर म भन्छु तर पहिला चाहिँ म एकदम धेरै लाइक रुड बिहेभ गर्दिनँ थिएँ तर जस्ट मेरो बोल्ने टोन नै अलिकति रुड थियो अहिले चाहिँ म त्यसलाई हुन्छ नि अलिक त्यो टोनलाई अलिक कन्भर्ट गरेर अलिक राम्रो टोन बनाउन भनेर भन्नेमा लागिरहेको छु भन्नु पऱ्यो भने अहिले मेरो टोन एकदम राम्रो हुँदै गएको छ तर आई वान्ट मोर नाइस आई डोन्ट वान्ट scare anyone. You know, there's a lot of people who scare like for me. I'm not gonna lie, there's a lot of people who scare for me. Even like some of my friends, some of people. Then you go like the Muslim in the wait, that is so scary. I did a scary thing. I think I feel like it's scary. I don't know why. It's so okay. So आजलाई जे छ मैले भने अनि सो लेट्स टाटा एन्ड बाई बाई कुनै दिन कुनै कुरामा बोलेर भिडियो बनाउँला सो आजलाई कुनै टाटा बाई बाई I know nobody gonna watch but still I share this video when I old and motivated people I should so,